साथीहरू, आज म हजुरको लागि एउटा नयाँ अर्निङ एप्लिकेसन लिएर आएको छु। यो एप्लिकेसन त पुरानो हो, तर यो एप्लिकेसन चाहिँ फेरि यो एप्लिकेसनले विथड्र दिन स्टार्ट गरिसकेको छ। र यो एप्लिकेसनमा तपाईँहरूले जोइन गर्ने बित्तिकै RS 300 बोनस पाउनुहुन्छ। मैले लिङ्क डिस्क्रिप्सनमा राखिदिएको छु। मेरो लिङ्कबाट जानु भने चाहिँ 300 पाउनुहुन्छ हैन। त्यसपछि अब म चाहिँ आज यहाँनिर टक्क हैन विथड्र पनि गरेर देखाउने छु है। अब विथड्र विथड्र नगरे पनि म पहिलाको विथड्र चाहिँ गरेको प्रुफ देखाइदिने छु। म तपाईँहरुकोमा लिङ्क राखिदिन्छु एउटा डिस्क्रिप्सनमा लिङ्क राखिदिने छु। अनि त्यो लिङ्कबाट थिचेर तपाईँहरूले आइडी बनाउनु पर्ने हुन्छ है त। अब इक्जाम्पल आइडी कसरी बनाउने भन्दाखेरि तपाईँहरूले आइडी बनाउनको लागि जस्तै मैले डिस्क्रिप्सनमा एउटा लिङ्क राखिदिएको हुन्छ है। अब लिङ्क राख्दैछु, टक्क यो लिङ्क हुन्छ है। अनि यहाँ तपाईँहरूले थिच्नु पर्ने हुन्छ। यहाँ चाहिँ आफ्नो इमेल एड्रेस हाल्नु पर्ने हुन्छ र इमेल एड्रेस हालेपछि यहाँ सेन्ड भन्ने अप्सन देख्न सक्नुहुन्छ। सेन्डमा क्लिक गरेपछि एउटा कोड आउँछ तपाईँको इमेलमा र त्यो कोड यहाँ हाल्नु होला। अनि टक्क एउटा यहाँ पासवर्ड राखेर यहाँ साइन अपमा थिच्दैछि तपाईँहरूको साइन अप हुनेछ र यहाँ एउटा एप डाउनलोड गर्नु भन्ने पनि अप्सन आउँछ। त्यो एप डाउनलोड गर्न सक्नुहुन्छ। यहाँ तपाईँहरूले एप डाउनलोड गर्ने बित्तिकै चाहिँ तपाईँहरूले RS 300 चाहिँ फ्रीमा पाउनुहुन्छ है त। RS 300 चाहिँ फ्रीमा पाउनुहुन्छ र यहाँ अभाइलेबल ब्यालेन्स अहिले मेरो 450 छ। यहाँ हामीले बेट पनि लगाउन मिल्छ। यहाँ बेट लगाउनुको लागि देख्न सक्नुहुन्छ। हामीले यहाँ 300 बेट लगायो भने चाहिँ हामीले प्रफिट पाउँछौँ र यसमा चाहिँ फिक्स विन हो है। मतलब यस्तो बेट भन्दा नि इन्भेस्टमेन्ट जस्तै हो है। प्रफिट ढुक्क प्रफिट हो, किनकि यसमा लसको चान्स चाहिँ हुन्न है। अनि तपाईँहरूले यसमा साथीलाई रिफर गर्नुपर्ने हुन्छ र तपाईँहरूले पर रिफर RS 50 पाउनुहुन्छ। रिफर गर्नको लागि यहाँ तपाईँहरूले तल देख्न सक्नुहुन्छ एउटा किवर्ड जस्तै अप्सन छ। यो अप्सनमा चाहिँ तपाईँहरूले यहाँ आफ्नो यो कपी गर्नुपर्ने हुन्छ र आफ्नो साथीहरूलाई पठाउनु पर्ने हुन्छ। र यसोभन्दा मेन कुरा चाहिँ हेर्न सक्नुहुन्छ, आज मैले प्रमोसन टोटल मेरो रिफर भएर 1957 भएको र आज मात्रै 1000 भएको। अब यहाँ तपाईँहरूले पहिला चाहिँ ड्र गर्नको लागि आफ्नो मतलब एउटा ब्याङ्क कार्ड एड गर्नुपर्ने हुन्छ हैन। यसको लागि तपाईँहरूले अब अकाउन्ट नेम अब तपाईँको के छ त्यसमा ई-सेवा हो भने चाहिँ यहाँ ब्याङ्क नेममा तलबाट साट्न ई-सेवा हो भने चाहिँ ई-सेवा यहाँ हुन्छ फर्स्टमै, ई-सेवा सेकेन्डमा छ, IMPay फर्स्टमा छ। तपाईँहरूले कुन हो चुज गर्न सक्नुहुन्छ। अब मेरो चाहिँ NICICI मोबाइल ब्याङ्क हो, म त्यसमा गरिरहेको छु। र यहाँ ब्याङ्क अकाउन्टमा चाहिँ तपाईँहरूले आफ्नो अकाउन्ट नम्बर अब ई-सेवा हो भने चाहिँ ई-सेवाको नम्बर हाल्दिने र यहाँ के नाम छ त्यो हालिदिएर सबमिट गरिदिनु पर्ने हुन्छ। अनि यहाँ तपाईँहरूको चाहिँ एउटा कार्ड एड भइसकेको छ है त। अनि विथड्र गर्नको लागि चाहिँ यहाँ देख्न सक्नुहुन्छ मिनिमम विथड्र चाहिँ 500 हो। अहिले मसँग चाहिँ छैन, तर मैले पहिला गरिसकेको छ। यहाँ तपाईँहरूले डलरमा नि विथड्र लिन सक्नुहुन्छ। र यहाँ रेकर्ड भन्ने अप्सन छ एउटा माथि र हेर्न सक्नुहुन्छ। यहाँ मैले यो चाहिँ हल्का रङ भएर विथड्र आएको थिएन र यहाँ देख्नुहुन्छ दुईवटा विथड्र है त। म प्रुफ पनि देखाइदिन्छु। यहाँ देख्नुहुन्छ मैले 1300 विथड्र गरेको थिएँ है। मैले 1300 विथड्र 1235 आयो र अरू चाहिँ 5% ट्याक्स काट्छ, त्यति गरेर चाहिँ 1235 आएको हो। यहाँ मैले 520 विथड्र गरेको थिएँ, त्यो पनि हेर्न सक्नुहुन्छ। त्यो आयो 494, अरू चाहिँ 5% ट्याक्स काटेको थियो। र त्यही हो, यहाँ तपाईँहरूले ट्रेड गरेर नि अर्न गर्न सक्नुहुन्छ। र मेरो लिङ्कबाट जोइन हुनु भने चाहिँ 300 फ्रीमा पाउनुहुन्छ। होप हजुरलाई भिडियो राम्रो लाग्यो होला। यदि हजुर मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।